व्यक्ति हत्या र नरसंहारको आरोप लागेको खड्गप्रसाद ओलीलाई अनुसन्धानको लागि पक्राउ गर्दा प्रतिशोध भयो रे। कसरी प्रतिशोध भयो? के यो सरकारले रवि लामिछानेलाई जस्तो अन्तिम इच्छा सोधेर रातारात गिरफ्तार गरेर देश डुलाएको छ? कि निकोलस मादुरोलाई जस्तो आँखामा पट्टी बाँधेर रातारात अपहरण गरेर अमेरिका पुर्याएको छ? कि आयातुल्ला अली खामिनीलाई जस्तो राति सुतेको बेलामा इलिमिनेसन हानेको छ? कि रविन्द्र मिश्रलाई जस्तो राजनीतिक आस्थाकै आधारमा हत्कडी लगाएर पक्राउ गरेर राजनीतिक बन्दी बनाएर थुनिएको छ? खड्गप्रसाद ओलीलाई त रातभरि पर्खेर बिहान घाम झुल्किसकेपछि औषधि खुवाएर आफ्नै गाडीमा हात हल्लाउँदै यो दशैंको बेलामा मामाघर लगिएको छ भने कसरी प्रतिशोध भयो? यदि खड्गप्रसाद ओलीलाई आज अनुसन्धानको लागि पक्राउ गरेको प्रतिशोध हो भने गत भाद्र 23 गते ती निहत्था र निर्दोष जेन्जी भाइ बहिनीको कञ्चटमा र छातीमा ताकी ताकी गोली हानेर हत्या गरेर उनीहरूका निर्दोष आमाहरूको काख रित्ताएको पनि प्रतिशोध हो। यदि त्यो प्रतिशोध हो भने यो पनि प्रतिशोध हुन सक्छ। यदि त्यो प्रतिशोध थिएन भने यो पनि प्रतिशोध होइन। किनकि त्यही घटना त्यही अपराधको अनुसन्धान गर्नको लागि आज पक्राउ गरिएको। न्युटनले त जमानामै भनेका थिए, इन एभ्री एक्सन देयर इज कोएल एन्ड अपोजिट रियाक्सन भनेर। अनि अर्को कुरा, यो सरकारले अर्थात् रासोपाले आफ्नै सांसदहरूलाई खटाएर संसदीय छानबिन समिति बनाएको नाटक गरेर त्यसैलाई झुटो प्रतिवेदन लेख्न लगाएर त्यसैलाई कार्यान्वयन गर्ने नाममा आफैले पक्राउ गरेर रातारात देश डुलाएको छ। अनि आफ्नो भागबण्डाबाट गएका न्यायाधीशहरूलाई प्रभावित पारेर अनुसन्धानको नाममा 25 दिनसम्म थुन्दाखेरि पनि नपुगेर अभियोग पत्रलाई संशोधन गरी गरी 60 दिन थुन्नको लागि संगठित अपराधको मुद्दा लगाएको छ। त्यतिले पनि नपुगेर अझ 90 दिन थुनेर दुःख दिनको लागि सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएको छ। यो सरकारले त ऐन बमोजिम गठन भएको आयोगले स्वतन्त्रपूर्वक निष्पक्ष तरिकाले अनुसन्धान र छानबिन गरेर निकालेको प्रतिवेदनलाई मात्र कार्यान्वयन गर्न खोजेको हो। र त्यो आयोग बन्दाखेरि यो सरकार पनि थिएन र यी सांसदहरू पनि थिएनन्। त्यसकारण त्यसको जवाफदेही यो सरकार र अहिलेका मन्त्री हुँदैनन्। र पक्राउ पनि उनीहरूले आफैले बनाएको कानुन बमोजिम कार्यविधि बमोजिम अपराधको अनुसन्धान गर्नको लागि गरिएको हो, गैर कानुनी होइन। अदालतमा पनि आफ्नै भागबण्डाबाट गएका न्यायाधीशहरू छन्। यदि निर्दोष रहेछन् भने निर्दोष भनेर क्लिन चिट देलान् र यदि दोषी रहेछन् भने यिनीहरूले आफैले बनाएको कानुन बमोजिम सजाय भोग्लान्। अहिले कसैले टाउको फोडेर केही हुनेवाला छैन। कानुनी राज्यमा ती शहीद घाइते र तिनीहरूका परिवारले न्याय त पाउनु पर्ला नि। दोषी र अपराधीले सजाय त भोग्नु पर्ला नि। यदि यिनीहरू दोषी रहेनछन् भने अर्को होला, तर कानुनी राज्यमा कानुन बमोजिम अपराधको अनुसन्धान गर्न पाउनुपर्छ। साथीहरू, यो काम सुदन गुरुङले मात्रै गर्न सक्छन् भनेर मैले हिजै भनेको थिएँ। न्याय नपाए गोर्खा जानु भन्ने रामशाहको पालाको त्यो उक्ति अहिले आएर फेरि एकचोटि चरितार्थ भएको छ। जय मातृभूमि।